गइरहेको छ गला खस्याङ खस्याङ गर्दै आउनु त्यो पनि खानु पर्यो। पहिले बुढो पाखाहरूले भोग मिठो कि भोजन मिठो भन्थ्यो, के भनेर छ र त्यस्तो। नमस्ते, फेरि पनि स्वागत छ, वेलकम छ मेरो भ्लगमा। आज फेरि म हिजो हल्का पानी परेर आज मौसम एकदम सफा भएको कारणले मैले फेरि उता भ्लग बनाउन मन लाग्यो। मैले उता भ्लग लिएर आएको छु फेरि मेरो काम गर्ने ठाउँको। यहाँहरूले हेरेर कस्तो लाग्छ सल्लाह सुझाव कमेन्टमा लेखिदिनु होला है त। हजुरहरूलाई सबैलाई हेरिदिनु हुने सबैलाई फेरि पनि धन्यवाद दिन चाहन्छु है त। बाँकी अब मेरो भ्लग भयो त है त। हे गाइसहरू, हामी चाहिँ अब जङ्गलको सिक्ताङमा अब खाना खान लाग्यो। हाम्रो 5 स्टार रेस्टुरेन्ट यस्तै छ। काम गरेपछि यस्तै हो खाने। यहाँ बालिएको छ, मजा आयो। यहाँ चाहिँ आबोजी हुनुहुन्छ। 맛있게 드세요 아버지. 오늘 이게 까나만 같아. 나중에 고기 사줄게. 나중에 고기 사주세요. 맛있게 दिनुहुन्छ रे यहाँ हाम्रोले पछि के सकेपछि अब म नि खान्छु। तर कम्ती रमाइलो हुन्छ, यसो जङ्गलमा पिकनिक खाएको जस्तो पो हुन्छ त साथीहरू। अब हामी नि खाइन्छ हेर्नुहोस् गाइसहरू, यस्तै छ। मलाई ओल्को छ, ओल्को मेरो खाना बोक्ने भाँडा, दिस इज टिफिन। खानकी फेरि यस्तो छ यार, के यस्तो पो छ त हौ। यस्तै दिन्छ न के गर्नु। यो सावरले दिएको है फेरि आफूले बनाएको पकाएको भए त अलि मिठो पकाइन्थ्यो। अब खाना अब यहाँ सुप खुब चाहिँ आज अलि मिठो दिएको छ है वास्तवमा। बिहान जे खुट्टी खुक सो खोजी खुक नल सो खोजी आएको मु सो खोजी हान्जे टुगे बाँकी अब छ। गुरुको मासु र मुला दामी छ। खुकिसक्यो अब चाहिँ मुसन खुक। उहिले बाबुबाजेसँग सानोमा पैसा मागेर झगडा गर्दाखेरि तेरो नि पालो आउँछ केटा भन्थ्यो। पालो आयो कि त अहिले नि। यस्तो पैसा कमाउन कम्ती रमाइलो हुँदो रहेछ। बाबुबाजेले उतिखेर के भने होला भनिन्थ्यो। अहिले चाहिँ थाहा भइरहेछ
के भन्नु भएको रहेछ भन्नु चाहिँ दही खायो अब एउटा अम्लेट अन्डा र भात छ यहाँ चाहिँ तरकारी चाहिँ आलु चप आलु यो मुलाकै सुप मुलाको अचार भनेको छु उही मुलाको सिन्की उही मुलाको चना भनेको छ मुलाको फेरि तरकारी अचार साग तर नमिठो भए पनि स्वास्थ्यको लागि त राम्रो छ मिठो न त खासै छैन जे पनि खानु पर्यो पहिले बुढोपाकाहरूले भोग मिठो कि भोजन मिठो भन्थ्यो के भनेर छ र त्यस्तो भनेको भोग लाग्दाखेरि जस्तो पनि मिठो हुँदो रहेछ क्या त्यो रहेछ कुरो चाहिँ अहिले आएर बुझ्यो 친한주 바가는 거 아니에요? 발에? 예? 친한주 바가는 거 아니에요? 적대도 나갔잖아. 하나 싸우라래. 나갔잖아. मुलाको तरकारी मुलाको सुप मुलाकै अचार रमाइलो छ नि फेरि जङ्गल कसो छावा खाँदै 오늘 날씨 좋아. 따뜻해. 이제 겨울 나가서 맞아요. 더워 앞으로는. जाडो सक्यो गाईहरू अब रुखहरूको पात पलाउन थालेछ 다 먹었어요? 왜 빨리빨리 먹었어요? 이따가 제가 가져. 예? 물 있어요? 뭐? 있어요. 아이고. 맛있어요. 먹어야지 고기하고. 네. 예? 예. 나중에 예? 이게 산 일 끝나서 시다가 고기 먹어야 돼. 아버지 같이. 삼겹살. 소주도 먹어 이? 소주도 막 먹어. 다음 날 푹 자야 돼. रक्सी खाने रे दाजुले एक दिन यहाँ सक्यो भने एक दुई दिन रेस्ट हुन्छ रक्सी झम्म खाएर ज्याप्प सुत्नुपर्छ भनेको छ बिरो
फिनिस लगाइसकेँ खाना सक्यो अब 8-10-15 मिनट रेस्ट हुन्छ त्यसपछि फेरि लाग्नुपर्छ लाइफ त बिन्दास छ नि हाम्रो जस्तो लाइफ कसको होला र भन्ने भन्नु न हाम्रो भिडियो बस्यो दामी भएको छ दामी डोजरले उस गर्दैछ सोहोर्दैछ त्यहाँनिर बजार कसो छ ठिकै रहेछ सानो गाउँको बजार हो यो चाहिँ अब फर्क्यो अब हामीले काटेको रुख चाहिँ डोजरले यस्तो बनाएर फर्क्यो टाइम सक्यो फाइनली हम फर्क्यो हो आइसकेन सकाउने कुरा थियो सकेन चाहिँ अब आइसक्यो हो फर्क्यो लहरे अब ड्युटी सक्यो यस्तो छ यार लाइफ गाह्रो छ